के तपाईले जीवनमा कहिल्यै यस्तो गल्ती गर्नुभएको छ जसले तपाईलाई रातभरि सुत्न दिँदैन, जसको बोझले तपाईको छाती पोलिरहन्छ? सोच्नुहोस् त, एउटा मान्छे जसको हात 35 जना निर्दोष मानिसको रगतले लतपतिएको छ, के त्यस्तो राक्षस पनि भगवान बन्न सक्छ? यो कथा केवल एक योगीको होइन, यो कथा हो मान्छेको मनभित्र चल्ने पाप र धर्मको महायुद्धको। यो कथा हो मिलारेपाको। मिलारेपाको जीवन सुखमा होइन, आँसुमा डुबेको थियो। बुबाको मृत्युपछि आफ्नै काका काकीले उनीहरूलाई घरबाट निकालेर गोठमा बस्न बाध्य बनाए। राजकुमार जस्तो बालक अब गाउँको नोकर जस्तै बनेको थियो। उनको आमाको मनमा एउटै आगो दन्किरहेको थियो, बदला। हजुर हो, बदला। आमाले आफ्नो छाती पिट्दै भन्नुभयो, छोरा, यदि तैँले ती पापीहरूको सर्वनाश गरिनस् भने म मरेर पनि शान्ति पाउँदिन। आमाको ममता र आदेशको अगाडि मिलारेपा झुके। उनले कालो जादु सिके र एक दिन विवाहको मण्डपमा हाँसिरहेका आफ्ना शत्रुहरूमाथि मृत्युको वज्र खसाले। घर भत्कियो। 35 जनाको चिच्याहाट भग्नावशेषभित्रै दबियो। बदला पूरा भयो। उनको आमा खुसीले नाच्नुभयो। तर मिलारेपाको मन मर्यो। उनले महसुस गरे, मैले यो के गरेँ? क्षणिक क्रोधको लागि मैले आफ्नो आत्मा नै बेचे। पापको आगोले पोलेपछि मान्छे शीतलता खोज्दै गुरुको शरणमा पुग्छ। मिलारेपा महान गुरु मार्पा कहाँ पुगे, तर के पाप पखाल्न यति सजिलो छ र? गुरु मार्पाले उनलाई ज्ञान दिनुको साटो जनावरलाई भन्दा तल्लो स्तरको व्यवहार गर्नुभयो। जा, त्यो डाँडामा घर बना। मिलारेपाले एक्लै ठुला ठुला ढुङ्गा बोकेर घर बनाए। जब घर बन्यो, गुरुले भन्नुभयो, मलाई यो मन परेन, भत्का र ढुङ्गा जहाँको त्यही फिर्ता गर। यो क्रम एक पटक होइन, पटक पटक चल्यो। मिलारेपाको पिठ्यौँ मासु फाटेर हड्डी देखिने भएको थियो। रगत र पिप बगिरहेको थियो। तर त्यो ढुङ्गाको भारी मात्र थिएन, त्यो मिलारेपाको अहङ्कार र पापको भारी थियो। गुरु मार्पाले उनलाई शारीरिक यातना दिएर उनको आत्माको अपरेसन गर्नुभएको थियो, सर्जरी गरिरहनु भएको थियो। अन्ततः गुरुको मन पग्लियो। दीक्षा पाएपछि मिलारेपा संसार छोडेर हिमालको गुफामा बस्न थाले। न खाने अन्न, न लगाउने लुगा। जङ्गलको सिस्नो उमालेर खाँदा खाँदा उनको शरीरको रङ नै हरियो भयो। मानिसहरू उनलाई देखेर डराउँथे, भूत भन्थे। तर उनको मनभित्र भने हजारौं सूर्यको प्रकाश बल्न थालेको थियो। जसले 35 जनाको हत्या गरेको थियो, आज उसैको हृदयमा कमिला मर्दा पनि आँसु आउन थाल्यो। उनी अब हत्यारा थोपागा रहेनन्। उनी अब जेचुन मिलारेपा बने। उनले मृत्युलाई जिते, डरलाई जिते र परम आनन्द प्राप्त गरे। साथीहरू, मिलारेपाको कथाले हामीलाई एउटा प्रश्न सोध्छ, के तपाईँ आफ्नो विगतलाई लिएर चिन्तित हुनुहुन्छ? के तपाईलाई लाग्छ कि तपाईले धेरै गल्ती गर्नुभयो र अब सुध्रिने कुनै बाटो छैन? यदि एउटा हत्यारा कठोर संकल्प र पश्चातापले
प्रायश्चितले बुद्ध बन्न सक्छ भने तपाईँ र म किन सक्दैनौँ? तपाईँको हिजो जस्तो सुकै कालो किन नहोस्, तपाईँको आजको प्रयासले भोलिको बिहानी सुनौलो बनाउन सक्छ। ढिलो भएको छैन, मात्र एउटा सङ्कल्पको खाँचो छ। हजुर हो, एउटा कठिन दृढ सङ्कल्पको खाँचो छ। मिलारेपाको यो त्याग र तपस्याले तपाईँको मनमा केही हलचल ल्याए भने कमेन्टमा नमो बुद्धाय लेखेर आफ्नो श्रद्धा प्रकट गर्नुहोला। जीवन बदल्ने यस्तै कथाहरूको लागि हामीसँग जोडिनुहोस्।